साथीले यदि तपाईँहरूले चाहिँ आइपी भर्नुभएको छ र आइपी भरिसकेपछि आइपिओ चाहिँ पऱ्यो कि परेन भनेर कसरी हेर्ने र यदि परेको छैन भने चाहिँ तपाईँले के स्ट्याटस देख्न सक्नुहुन्छ भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ है। त्यसको लागि तपाईँलाई म चाहिँ यहाँ मोबाइल स्क्रिन सेयर गरिरहेको छु। तपाईँले आफ्नो मेरो सेयर एप तपाईँले ओपन गर्नुहोस् र तपाईँले त्यसमा ओपन गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ माया सबमा तपाईँले जानुभयो भने तपाईँले चाहिँ यहाँ एप्लिकेसन रिपोर्ट तपाईँले देख्न सक्नुहुन्छ र एप्लिकेसन रिपोर्टमा गइसकेपछि तपाईँले चाहिँ अब आइपी पऱ्यो कि परेन भन्ने कुरा चाहिँ तपाईँले कसरी थाहा हुन्छ त भन्ने कुरा। जस्तै तपाईँलाई म आइपी परेको एउटा चाहिँ देखाउने छु। जस्तै तपाईँले यहाँ देख्न सक्नुहुन्छ स्नो रिभर्स लिमिटेड छ, यसमा चाहिँ मैले आइपी भरेको थिएँ र यसमा चाहिँ मैले 10 किताब पाएको थियो। तपाईँले यहाँ देख्न सक्नुहुन्छ स्ट्याटसमा हेर्नुपर्ने हुन्छ तपाईँको आइपी पऱ्यो कि परेन भन्ने कुरा। तपाईँले स्ट्याटसमा हेर्नुभयो भने यहाँ साइडमा तपाईँले देख्नुहुन्छ एलोटेड भनेको छ र अनि एलोटेड क्वान्टिटी कति छ 10 किता छ है। 10 किता चाहिँ मलाई चाहिँ आइपी परेको छ भनेपछि तपाईँले चाहिँ आइपी पऱ्यो भने चाहिँ तपाईँले स्ट्याटसमा हेर्नुभयो भने एप्लिकेसन रिपोर्टमा तपाईँले गएर चाहिँ स्ट्याटस हेर्नुभयो भने एलोटेड भनेर देखाउँछ र तपाईँले कति किता तपाईँले पाउनुभएको छ भन्ने कुरा पनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ है। र यदि आइपी परेको छैन भने चाहिँ कसरी तपाईँले हेर्ने त भन्ने कुरा तपाईँले चाहिँ त्यसको लागि तपाईँले चाहिँ यसलाई फेरि ब्याक गर्नुहोस्। जस्तै तपाईँले यहाँ देख्न सक्नुहुन्छ एम्बलिङ हाइड्रो पावर लिमिटेड मैले यसलाई पनि भरेको थिएँ र यहाँ तपाईँले रिपोर्ट हेर्नुहोस् र रिपोर्टमा क्लिक गर्नुभयो भने तपाईँले यहाँ देख्न सक्नुहुन्छ स्ट्याटसमा के छ नट एलोटेड भनेको छ है। नट एलोटेड भनेको चाहिँ हामीलाई सेयर नपरेको है। यदि परेको छ भने तपाईँले अघि देख्नुभयो होला एलोटेड भनेर कति किताब परेको छ त्यो क्वान्टिटी पनि देखाउँछ र यदि परेको छैन भने स्ट्याटसमा तपाईँले हेर्न सक्नुहुन्छ नट एलोटेड भनेर तपाईँको चाहिँ स्ट्याटस चाहिँ देखाउँछ। र अर्को पनि तपाईँलाई म यसमा देखाउने छु। जस्तै मैले अहिले भरेको आइपिओ चाहिँ यहाँ एभरेस्ट कलर लिमिटेड भरेको थिएँ र तपाईँले यहाँ देख्नुहुन्छ रिएप्लाई भनेको छ। यो रिएप्लाई चाहिँ किन आएको छ भन्दाखेरि तपाईँले चाहिँ यहाँ तपाईँले चाहिँ एप्लिकेसन रिपोर्टमा हेर्नुहोस् र त्यसमा तपाईँले यहाँ देख्न सक्नुहुन्छ रिपोर्टमा तपाईँले हेर्नुपर्ने हुन्छ र रिपोर्टमा तपाईँले यहाँ देख्न सक्नुहुन्छ मेरो स्ट्याटस चाहिँ तपाईँले देख्न सक्नुहुन्छ रिजेक्टेड भनेको छ। रिजेक्टेड चाहिँ किन भएको छ भन्दाखेरि तपाईँले चाहिँ यहाँ रिमार्क्समा हेर्न सक्नुहुन्छ इन्सफिसियन्ट ब्यालेन्स भनेको छ। भनेको चाहिँ मेरो चाहिँ आइपिओ भर्नको लागि चाहिँ पर्याप्त रकम नभएको कारणले चाहिँ यहाँ रिजेक्टेड भनेर देखाएको छ। र त्यसको लागि तपाईँले चाहिँ जब यसको फेरि डेट छ भने चाहिँ तपाईँले चाहिँ फेरि रिएप्लाई गर्न सक्नुहुन्छ। रिएप्लाई गर्नको लागि तपाईँले चाहिँ फेरि जति तपाईँले आइपी भर्दै हुनुहुन्छ त्यसको पर्याप्त रकम तपाईँले फेरि डिपोजिट गरेर फेरि रिएप्लाई गर्न सक्नुहुन्छ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ रिएप्लाई भनेर अप्सन देखाएको छ। रिएप्लाई गर्नको लागि चाहिँ डेट हुनुपर्ने हुन्छ है। जस्तै आजको डेट मैले भिडियो बनाइरहेको डेट हेर्नुहुन्छ भने जुन 8 हो भने अहिले जुन 10 सम्म चाहिँ मैले चाहिँ एप्लाई गर्न सकिन्छ। र अहिले मैले स्ट्याटस हेर्दाखेरि चाहिँ रिजेक्टेड भनेर देखाएको छ र इन्सफिसियन्ट ब्यालेन्स देखाएको छ। र रिएप्लाई गर्नको लागि मैले चाहिँ पहिला चाहिँ पैसा डिपोजिट गर्नुपर्ने भयो आफ्नो एकाउन्टमा र डिपोजिट गरिसकेपछि चाहिँ रिएप्लाई फेरि गर्न सकिन्छ। यो भनेको चाहिँ तपाईँले फेरि रिएप्लाई गर्न सकिन्छ भनेर फेरि पैसा तपाईँले डिपोजिट गरेर रिएप्लाई गर्ने अप्सन खोज्नुभयो भने कतै चाहिँ फेरि रिएप्लाई गर्ने अप्सन आउँदैन। त्यो भनेको चाहिँ एप्लाई गर्ने त्यो अन्तिम म्याच चाहिँ सकिसक्यो भने चाहिँ त्यो रिएप्लाईको अप्सन आउँदैन है। र त्यो भित्रमै तपाईँले चाहिँ डिपोजिट गरेर चाहिँ रिएप्लाई गर्न चाहिँ सक्नुहुन्छ है त साथीहरू।